ल आज चाहिँ वेलकम टु माई ब्लग। सो ल आज हेर्न सक्नुहुन्छ हामीसँग चाहिँ दुईटा बाइक छ, एउटा दोस्तको हाम्रो क्रस फायर र एउटा मेरो मोटर हेड 250 है त। अब ट्याक्क चाहिँ यसको डिभी किलर आजको लागि यसो हल्का निकाले हम। त्यही सिटी राइडमा चाहिँ उस जाने हामी, सिटी राइडमा चाहिँ अलिक स्लो गर्ने हाइवेमा हैन, अनि आफ्नो ट्रायल आएपछि जङ्गल साइडमा चाहिँ अलिकति एक्स्ट्रा गरौँला हल्का फुल्का। पहिला क्यामेरा एङ्गल हेर्छु यार, म क्यामेरा एङ्गल धेरै भात खाइयो, पेट पनि कस्तो गर्दा धेरै भात। यो त मेरो भाइ, हेलो भन्, वेलकम टु माई भ्लग। पहिला एउटा साउन्ड सुनाउनु पर्छ यार। ए यो टालोले त रोहित टालो त त्यो बुझ्न काम लाग्छ। यतिकै कोल स्टार्ट मात्रै गर। यो चाहिँ मोबाइलै फाल्छ क्या मुखमा। बस डबल साइलेन्सर आर्याम रुगा लाएर नि खतम भइयो। जान पर्छ अब चाहिँ मेरो मम्मी जाम। जान्छ पारी चेन टाइट गर्नु। नआएको ठुलोबाट जानु। त्यही हो सिटी राइडमा चाहिँ हल्का स्लो नै गरेर चलाउँछु हामीले। साह्रो मुझे मामा को हेर न। बन्द हो क्या, बन्द भयो जाम बन्द हो हैन। अरू कतै खुल्छ र? साउन्ड चाहिँ अब डिभी निकालेपछि त अब इलिगलै भयो त्यसै नै होइन। यो हामी चाहिँ अब त्यस्तो हार्ड राइड पनि गरेको छैन, स्लो राइडमा हिँडिरहेको। अब यही राइडिङमा हामी जान्छौँ। अनि हाम्रो चाहिँ त्यो चरङ्गेतिर जाने प्लान छ। आज चरङ्गेको जङ्गल आएपछि चाहिँ यस्तो हल्का अफ रोडिङ चाहिँ गर्छौँ हामीले। त्यहाँ एउटा चिया बगान छ, त्यहाँ चिया खान्छौँ र हामी घर फर्किन्छ है त। सो अब चाहिँ जानु लाग्यो दिनलाई
त्यहाँ बाइक साइक धुन लागेको त्यही भएर अलि भ्याएन साथीले। हजुर आन्टी हामी अहिले तिमीले चाहिँ बाइक धुन लाग्यो एकछिन टाइम लाग्ने भयो त्यही भएर हामी चाहिँ यसो अब ब्लग गराउन हिँडेको हल्का फुल्का यसो जङ्गल राइड हान्न आउने भनेको के अरे यिनले भ्याएनन् अब यिनी आउँछन् उतै चिया खाने ठाउँमा अनि उतै भेट हुनु पर्ला ल। सो अहिले चाहिँ देवीनगर बजारमा हामी आएको छौँ होइन। यहाँ चाहिँ हामी अब सिटी राइड हो नि त। सिटी राइड चाहिँ स्लो नै गर्ने भनेर चाहिँ एकदम स्लोली पेसमा हिँडेको छौँ हामी चाहिँ। त्यस्तो रन्काउने अनि बटार्ने गरेको छैन। एक नम्बर एक दुई गरेर चलाएको छौँ है त एकदम स्लो पेसमा। अब हामी चाहिँ यताबाट आउँदा मिलन चोक साइडतिर निस्केर जाने हाम्रो प्लान छ। त्यही हो अब मेन रोडसम्म चाहिँ सेफै जाम सो कुदाउन नगरौँ भनेर चाहिँ हामी चाहिँ एक नम्बरकै पेसमा हिँडिरहेको छौँ आनन्दले कसैलाई डिस्टर्ब नगरिकन। कसैको त्यस्तो ह्यास रियाक्सन पनि छैन होइन। कसैको त्यस्तो एकदम इरिटेटिङ रियाक्सन पनि आएको छैन। आनन्दले हिँडिरहेको छौँ। यहाँबाट चाहिँ हामी लाग्छौँ है त दाहिनेतिर। यहाँबाट अब यहाँ चाहिँ क्लासिक स्टोर्स कन्डिसनको बाटो हो यो। अब यो गल्लीमा झन् ठुलो सुनिन्छ क्या त्यही भएर गल्लीमा चाहिँ अलि स्लो स्पिडमा चलाइरहेको छौँ है त हामी। अब यताबाट चाहिँ यो चाहिँ चिया बगान जाने बाटो हो। यही बगान चाहिँ हामी सँगै यता जङ्गलतिर यतातिर छ कि नै जाने पछाडि उतातिर जङ्गल छ कि नै अघि अफ रोड कता उता अफ रोडमा त्यसै यता तल जाऊँ न त होइन। यो चाहिँ तरङ्गे जाने बाटो उता चाहिँ चिया बगान भनिन्छ। त्यहाँबाट भित्र जाने उते उके बाटो पहिलाको बाटो हो हेर्दाखेरि अफरोड पनि कडै रहेछ। गहिरै खाल्टो रहेछ खोलै छ त पुरै घुमाउनु पर्ने स्थिति आयो। गहिरै खाल्टो रहेछ अब त्यहाँबाट त कट्टेन पक्कै नै। उतै जाम न माथि
1 2 3 1 2 3 जङ्गल आयो नि त अब त्यस्तो घरहरू छैन नि सबैलाई आंटी नमस्ते सन्चै हुनुहुन्छ के गर्नुभयो चिन्नु भएन म नयाँ गाउँको के हजुर आज यसो भिडियो गराउन हिँडेको त्यही भएर हजुर यता माथि घुम्ने ठाउँ छ र कतै हजुर हजुर कतापट्टि हजुर तलैसम्म अनि अङ्कलहरू कता हुनुहुन्छ भाइ सन्चै हुनुहुन्छ होला होइन जान्छु आन्टी हामी खास पनि अघि भर्खरै हो कि खाना खाएर निस्केको हजुर घर सन्चै फेरि आउँछु म ए देखेछ हौ त्यही जानु ल हुन्छ आन्टी लाग्छ है राम्रो ठाउँ रहेछ है यहाँ म चाहिँ फर्स्ट टाइम आएको यस्तो भित्र चाहिँ यो चरङ्गेबाट मिलनचोक चलङ्गे मिलनचोकबाट यता देब्रे झलुङ्गे पुल भन्ने ठाउँतिर राम्रो रहेछ यहाँ त ठाउँ एकदम सफा अनि एकदम साइलेन्ट रहेछ कि त्यही भएर साइलेन्टमा चाहिँ हामी पनि त्यस्तो नकुदाइकन साइलेन्टली त्यस्तो साह्रो अरूलाई इरिटेट गराउनु तरिका नचलाइकन आनन्दले गइरहेको साथीले मिरर पनि क्लोज गरिसक्यो अब अफरोड आउँदा जस्तो छ क्लोज गरे मिरर त्रिशुली रिभर साइड कटेज रहेछ अफरोड आयो म चाहिँ अलिकति उभिन पऱ्यो यहाँ ढुङ्गा पनि ठुल्ठुलै रहेछ हो रिभर छ त यहाँ ल खाजा सेट है त मिठो 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 यहाँ चाहिँ यस्तो पाउने रहेछ है त 300 रुपियाँको सेट अरे है यो चाहिँ यो बुङ्गुरको 3 पिस पनि हुने रहेछ सबै कस्तो दामी यो ट्याक्क खाने अनि हामी फेरि फर्किने पिरो भयो सही थियो जे होस् यहाँको पर्क चप चाहिँ
खाइयो चटपटी पनि खाएको थोरै पिरो रहेछ तर मिठो हो कि एकदम त्यो पकचप हुन्छ नि ढुङ्गामा पकाउनु भएको त्यो हाम्रो दाइ दिदीहरूले एकदम बेस्ट यो ठाउँ चाहिँ यता चाहिँ पुरा पिरामिड जस्तो हो यो उतो गल्ती उतो के अरे भित्ता कति भयो हाम्रो अब सोध्छु र कति हो दाइ हाम्रो 380 50 हो यो ढुङ्गामा चाहिँ पोल्नु हुँदो रहेछ क्या सही हुने रहेछ ढुङ्गामा पोलेको चाहिँ यस्तो तातो ढुङ्गा ओ मुख पनि बाफ्यो यहीँसम्म ल हुन्छ बस्न है अब चाहिँ हामी लाग्छौँ फेरि त्यही जुन बाटो आएको त्यही बाटो हुँदै खोलाको यो चाहिँ धौलुङे पुल यो चाहिँ अलिक फेमसै रहेछ यतातिरको यतातिर चाहिँ स्पेसल्ली पिकनिक तथा यताउति आउने रहेछ नि त्यो चिल गर्न एकदम के त्यो हुन्छ नि माइन्ड फ्रेस गराउन मलाई राम्रो लाग्यो ठाउँ त्यो सादा आएर यहाँ खोलाको छेउमा सानो हट जुसहरू जस्तो के अरे सानो त्यो स्टोरहरू राखेर त्यहाँ चाहिँ मासु सासु बेच्ने यताउति अनि यहाँबाट तल चाहिँ यो लाइनभरि पुरै कटेजै कटेज छ क्या यहाँबाट हामी चाहिँ यताको बाटो अफ रोडबाट हिँडेछौँ अब उताको बाटो अघि त आउँदाखेरि आइयो अब यो अफ रोड बाटो जाम भनेर हो अफ रोडमा फेरि छुट्टै मजा आउने क्या यहाँको बाटो कुनै छ भन्छ क्रस बाटोको धुलो खाइयो अब ओ खोला सही हो अफ रोड भनेको यस्तो हुनुपर्छ क्या खोला फेरि बाटो फेरि खोला डटमै हाकेछौँ हामीले चाहिँ मेन रोडमा होइन फोटोसुट दामी देखिँदो रहेछ त क्यामेराम्यान रेडी पोजिसनमा घुमेछन् म पनि यस्तरी हेलमेटसितै घुम्छु होइन बल्ल यस्तरी ओ क्यामेराम्यान घामको यता यस्तो दामी जङ्गलमा कस्तो भयानक हिँड राइडर सब भइसक्यो फेरि म त यो RM 250 त बिस्टमा छु साथीले चाहिँ मेरो मोटर हेड 250 हाँक्दैछन् अब र यसमा चाहिँ एक्स्ट्रा
गाउँतिर यसो ऊ गरेको के अरे त्यो ट्रायलहरूमा हिँडेको जङ्गलको बाटोमा मजा आउँछ कि यो बाइक चलाउनु फेरि अनि त्यही हिँडेर अब चाहिँ हामी घर फर्किँदैछौँ बिस्तारै आफ्नो पेसमा अनि अब चाहिँ भ्लग यहीँ इन्ड गर्छु होला मेरो ब्याट्रीले पनि साथ दिन छोडिसक्यो त्यही पऱ्यो त्यही भएर अब भ्लग पनि इन्ड गर्छु होला ब्याट्री पनि सकिन लागिसक्यो त्यही भएर ल गाइस सी यू इन नेक्स्ट भ्लग या तबसम्मको लागि सबैजना राम्रोसँग बस्नु होला सेफ राइड गर्नु होला बाई बाई